नमस्ते सम्पूर्णमा म सुधा जेसिटी दुबईबाट। आज हाम्रो सामु हुनुहुन्छ पितम्बर नेपालज्यू। उहाँ चाहिँ नेपालदेखि बिलोङ गर्नुहुन्छ। उहाँको चाहिँ बुल्गेरियाको फ्लाइट छ भोलि। उहाँलाई यो इमिग्रेसनमा र एयरपोर्टमा के डकुमेन्ट चाहिन्छ उहाँ आज लिन आउनु भएको छ। अनि म यो डकुमेन्ट पनि दिन्छु, साथसाथै उहाँलाई कङ्ग्रेचुलेसन अनि ब्राइट फ्युचरको लागि अल द बेस्ट पनि भन्न चाहन्छु। अनि कतिको खुसी हुनुहुन्छ सर? एकदम खुसी छु। खुसी हुनुहुन्छ नि? एक्साइटेड छु। ए हजुर हजुर। योभन्दा पहिला हामीले क्रोएसियामा पनि अप्लाई गरेका थियौँ उहाँको। पनि अप्लाई गरेका थियौँ। हजुर हजुर भएन। हजुर हजुर। फाइनली बुल्गेरिया चाहिँ भिजा लाग्यो। टाइम अब अलिक टाइम पछि जाने भएको भएर भोलि चाहिँ फ्लाइट गर्यो। हजुर हजुर। म लगायत हाम्रो पुरै टिमले हजुरलाई चिन्नु भएको छ। त्योमाथि एकदमै सबैजना खुसी हुनुहुन्छ किनकि बिफोर 2 वर्षदेखि हजुर हामीसँग जोडिनु भएको छ। कस्तो रह्यो जर्नी भनिदिनुहोस् अनि हाम्रो सर्भिसहरू कस्तो रह्यो? सर्भिस ठिक लाग्यो। अब कहिलेकाहीँ काम गर्दै जाँदाखेरि ढिलो छिटो हुन्छ। हजुर हजुर हजुर। अनि सबै राम्रै थियो ओभरअल। अब स्टाफहरूको सबै राम्रो थियो हैन? हजुर हजुर। जस्तो अब भोलि जाने म त्यसै पनि खुसी छु। त्यही त। अनि ओभरअल जिसिडी परिवारलाई थ्याङ्क यू भन्न चाहन्छु। अनि अरू नयाँ क्यान्डिडेटहरू अब कोही युरोप जान चाहनुहुन्छ भने चाहिँ आएर सम्पर्क गर्नुहोस् हैन? अनि आफ्नो स्किल अनुसारको काममा दक्ष काममा जानुहोस् हैन? म पनि त्यस्तै नै गइरहेको छु। हजुर हजुर। ठिक छ। अब यो म डकुमेन्ट हजुरलाई दिन चाहन्छु। यो हजुरको डकुमेन्ट। अब सेफ फ्लाइट, राम्रोसँग जानु होला। जिसिटीलाई बिर्सिनु होला, फेरि नबिर्सिनु होला। जिसिडीलाई किन बिर्सिने र जिसिडीले नै पठाइसकेपछि जिसिडीलाई बिर्सिने कुरै भएन। हुन्छ, थ्याङ्क यू। अनि उहाँ सर जस्तै हजुरहरू पनि अरू युरोपको कुनै कन्ट्री जान चाहनुहुन्छ भने चाहिँ जिसिडीलाई सम्झन सक्नुहुन्छ या बायोमा रहेको नम्बरमा कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। थ्याङ्क यू भेरी मच। उहाँले चाहिँ गिफ्ट पनि लिएर आउनु। गिफ्ट मात्रै होइन, उहाँले अगाडिदेखि नै चक्लेटहरू हामीलाई के लिएर आइराख्नुहुन्थ्यो अफिसमा। उहाँको चाहिँ पहिल्यैदेखिको हामीले खाइसकेका छौँ यो चक्लेटहरू। आज फाइनली भिजा लाएर आएको छ। थ्याङ्क यू यो चक्लेटको लागि अनि अल द बेस्ट। थ्याङ्क यू। थ्याङ्क यू सो मच।